गरे के हुँदैन र। रूपन्देहीको सियारी गाउँपालिकाका एक युवाले आफ्नै घरमा विमान निर्माण गरेर उडाएर देखाए। सीमित स्रोत साधनका बीच पनि आफ्नो सिप, सृजनशीलता र मेहनतले असम्भव जस्तो देखिने काम सम्भव बनाउन सकिन्छ भन्ने यो एउटा प्रेरणादायी उदाहरण हो। यस्ता प्रतिभाशाली युवालाई राज्यले पहिचान गरी प्रोत्साहन, आवश्यक प्राविधिक सहयोग र अवसर प्रदान गर्नुपर्छ। युवाको सृजनशीलता र नवीन सोचलाई संरक्षण र प्रवर्धन गर्नु राज्यको दायित्व हो। आज घरमै विमान बनाउने युवालाई साथ र अवसर दिन सकियो भने भोलि यही प्रतिभाले देशमै नयाँ प्रविधिको विकास गर्न सक्छ। 30 मिनेटसम्म उड्न सक्छ। आकाशमा 30 मिनेटसम्म उड्न सक्छ। एहे, अनि माथि उचाइमा कति? 2000 फिट। 2000 फिट माथि जान्छ है। अनि यो केबाट चल्छ? यसको चाहिँ केही पेट्रोल डिजेलहरू चाहिने हो कि अथवा चाहिँ इलेक्ट्रोनिक हो? अहिले यसमा मैले ब्याट्रीबाट चलाउँछु। 3 सेल ब्याट्री। त्यो ब्याट्री चार्ज गरेर चल्ने हो कि या चाहिँ चार्ज गरेर गर्ने? बनाउँछु, पछि फ्युल सिस्टम बनाउँछु। त्यो ब्याट्री त्यो उड्ने बेलामा कति समयसम्म टिक्छ? 30 मिनेट। 30 मिनेटसम्म टिक्ने हो। ए भनेपछि ब्याट्री लामो समय टिक्यो भने यो धेरै समय उड्न सक्छ आकाशमा। वाउ नाइस।